फेरि पनि नमस्कार सम्पूर्णमा। नेपालको प्रमाणिक समय यो जीकेलाई पनि उत्तिकै इम्पोर्टेन्ट छ र रिटर्नको लागि पनि उत्तिकै इम्पोर्टेन्ट छ। यो लिखितमा पनि सोध्छ र जीकेमा पनि सोध्ने गरेको छ है। यो दुइटैको लागि एकदम अति महत्त्वपूर्ण हो है। रिटर्नमा सोध्यो भने 5 मार्क्समा सोध्छ, जीकेमा सोध्यो भने कुनै यो मध्येबाट एउटा जीकेमा अनिवार्य सोध्छ है। ल अब सुरु गर्छु म। यो मैले सर्टकट पोइन्ट लेखेको छु। यसलाई यसरी जीकेको लागि यसरी सम्झिँदा नि भयो, यसरी याद गर्दा नि भयो, तर रिटर्नको लागि यो पोइन्टलाई यसरी लेख्दा नि हुन्छ, तर निष्कर्षमा लास्टमा केही न केही निष्कर्ष लेख्नुपर्ने हुन्छ र निष्कर्ष नलेख्दा यसलाई यही मेन बुन्दालाई, यही मेन पोइन्टलाई वाक्यमा एउटा प्याराग्राफमा लेख्दा हुन्छ, एउटा अनुच्छेदमा लेख्दा हुन्छ यसलाई। अब सुरु गरौँ। नेपालको प्रमाणिक समय लन्डनको जीएमटीको मतलब ग्रिनविच मिन टाइममा रहेको 0 डिग्री देशान्तर रेखाले नेपालको दोलखा जिल्लामा रहेको रोल्वालिङ हिमश्रृङ्खला अन्तर्गत पर्ने गौरीशङ्कर हिमाल वा पाथिभरा हिमाल, जसको उचाइ 7134 मिटर रहेको छ, पाथिभरा हिमाललाई 86 डिग्री 15 मिनेटको देशान्तर रेखाले काटेर जाँदा है विक्रम सम्वत 2042 साल वैशाख 1 गतेमा निर्धारण गरिएको समयावधिलाई नेपालको प्रमाणिक समय भनिन्छ, जुन जीएमटी ग्रिनविच मिन टाइम भन्दा 5 घण्टा 45 मिनेट चलाक बाटो फास्ट रहेको छ, अर्थात् छिट्टो रहेको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म 8 डिग्री देशान्तर रेखा फरक रहेको छ भने, तर विक्रम सम्वत 2042 भन्दा पहिला झापा र कञ्चनपुर बीचको दूरी भने 32 मिटर थियो।